यहाँहरूमा सम्पूर्णमा झोले जेदो सेमिङ बाबु नमस्कार। म चाहिँ मदन घरती मगर। सबैले चिन्नु भएको कि भएन, अब कतिपयले चिन्नु भएको छ होला, कतिपयले चिन्नु भएको होला। नचिनेको साथी होला यस भिडियो मार्फत म मेरो परिचय चाहिँ दिन चाहन्छु। मेरो नाम चाहिँ मदन घरती मगर। जन्मस्थान चाहिँ रुरु 1 गाउँपालिका थोरका गुल्मी। हाल चाहिँ म बुटवल बस्दैछु। अध्ययन चाहिँ ब्याचलर क्लियर अनि जब चाहिँ नेपाल टेलिकमको टेक्निसियन। गाउँ चाहिँ हिजो आएको म चाहिँ। अब आज हिजो बिदा थियो जेठ 15, आज चाहिँ शुक्रबार बिदा लिएँ। भोलि चाहिँ शनिबार, भोलि बुटवल झरमला भनिन्छ। गाउँमा चाहिँ एकदम रमाइलो छ क्या वातावरण बेचिस। बुटवलमा चाहिँ कस्तो चाहिँ अहिले हेर्नु त दिउँसो ठ्याक्क 12 बजेको छ। दिउँसो 12 बजेमा चाहिँ बुटवल चाहिँ बस्न सकिन्न, बाहिर त निस्किनै सकिन्न फ्यान बिना। यहाँ चाहिँ गाउँमा हेर्नु त मस्त यस्तरी घाममा हिँडिरहेको छ त गर्मी भएको छैन क्या। पसिना आएको छ त आएको छैन नि गाइज। चिल छ क्या गाउँ चाहिँ। के गर्ने गाउँ यस्तै छ, रमाइलो छ। अब आरू पोखराहरू पाकेको छ अहिले, आरूहरू पाक्ने सिजन छ आरूको। अब बिस्तारै बिस्तारै लिची अनि लिचीपछि के हुन्छ अरे फलेहरू जाबुनहरू खाने हुन्छ। गाउँमा चाहिँ बस्नु चाहिँ एकदम उत्तम विकल्प मान्छु म। अब सहरमा बस्नु चाहिँ सकेला जस्तो छैन। लास्टमा गाउँमा आउने घरजम गरेर ठ्याक्क गाई बाख्रा पाली बस्ने गर्ने त्यस्तै छ वातावरण। हेर्नु न कस्तो अच्छा छ क्या। यस्तो घाम चर्किरहेको छ, घाम चर्कियो त्यस्तो गर्मी छैन क्या। वातावरण हेर्नुहोस् चट्ट लाएर। बाटोघाटो पनि पहिला जस्तो अप्ठ्यारो छैन, अहिले त पुरै मोटर बाटो गएको छ। पिच नभए पनि तर भित्री गल्ली, धेरै भित्री गल्ली नि यो त। धेरै भित्री गल्ली यस्तो बाटो पिच, यस्तो बाटो सल्ल छ नि, मस्त छ क्या। गाउँमा चाहिँ बस्नुपर्छ। हावापानी प्राकृतिक सब। अब हामीले बुटवल एसी भनेर एसी जान्छौँ, हामी चाहिँ यहाँ एसी भनेको चाहिँ प्राकृतिक हावा। कस्तो मजा छ कि। यस्तै यहीँ गाउँमै हुर्कियो, यहीँ गाउँमै मर्न पाऊँ भन्ने ठुलो धोका छ। हजुरहरू सबैले मेरो यो भिडियोलाई माया गरिदिनु होला। सबैले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। मेरो युट्युब च्यानल चाहिँ मदन घरती मगर छ। जति साथीहरूले युट्युब च्यानल सब्सक्राइब गर्नु मलाई हृदयदेखि म धन्यवाद आभार प्रकट गर्दछु। नगरका साथीहरूले पनि एकपटक गरिदिनु होला। सबैलाई टाटा बाई बाई माया।